हेलो तपाईँहरू सम्पूर्णलाई सबैमा वरद दसैँको हार्दिक शुभकामना छ। सो यो भन्दै आज चाहिँ म यस मिनी ब्लग बनाउँदैछु। सो आज चाहिँ गाइस फुलपाती हो। फुलपातीमा चाहिँ हामी डान्स गर्न आँटेको छौँ, त्यही भएर चाहिँ हाम्रो ड्रेस लगाउनु गएको। अहिले चाहिँ गाइस हामी चाहिँ हाम्रो स्कुल आइसकिसकेको छौँ, जहाँ चाहिँ फुलपाती हुने गरिन्छ हरेक सालै होइन। अनि गाइस यहाँ चाहिँ धेरैभन्दा धेरै मान्छे नै थियो। अनि यहाँ चाहिँ रेली सुरु गर्न आँट्नु भएको रहेछ। हामी चाहिँ त्यतिखेर पुगेको थियौँ। अब चाहिँ हामी माथि जानु आँटेको होइन। अब चाहिँ माथि साथी गएर डाइरेक्ट रेडी भएर मेकअप सेकअप गरेर डाइरेक्ट आउने नि त होइन। अनि अहिले चाहिँ हामी माथि पुगेर अहिले चाहिँ मलाई दिदीले मेकअप गरिदिनु हुँदै थियो होइन, हाँस्दै थियो। हामी चाहिँ भिडियो बनाएको भन्दै हाँस्नुहुन्थ्यो दिदी चाहिँ होइन। अनि हामीले छिटो गरिरहेको थियौँ होइन। अनि गाइस हामी चाहिँ रेडी भएर आइ पनि सकिसक्यौँ। यहाँ चाहिँ अनित रहना थियो होइन। अनि हामी चाहिँ अहिले चाहिँ यहाँ चाहिँ सबैजना हाम्रो ग्रुप छिरिङहरू चाहिँ लजाइरहेको थियो पुरा अनुहारदेखि के को लाग्छ डान्स गर्नुमा पनि नि। अनि लुगा देखाउनुमा पनि अहिले चाहिँ हामी जाँदै थियौँ भित्र। हाम्रो डान्स चाहिँ 5 नम्बरमा थियो रहेछ, तर हामी चाहिँ कुनै पनि पोजिसन भएन, तर हामी नाच्नु छोड्दैन एनी साल होइन। अनि गाइस यो चाहिँ अहिले चाहिँ हामी चाहिँ पर्खिरहेछौँ हाम्रो डान्स चाहिँ कति बजी आउँछ। अहिले चाहिँ गाइस हाम्रो डान्स पनि हुन थाल्यो होइन। हामी चाहिँ यति फास्ट डान्स भइरहेछ कि तपाईँहरू मेरो यो भिडियो फुल मैले फेसबुकमा हालिसकेको छु, तपाईँहरू त्यहाँ पनि हेर्न सक्नुहुन्छ हाम्रो डान्स होइन। यो चाहिँ हाम्रो लास्टको स्टेपको डान्स गर्दैछौँ। अहिले चाहिँ हामी घुम्दैछौँ होइन। यो घुम्दा चाहिँ गाइस कति रिङ्गट लागेको थियो त्यो चाहिँ मलाई मात्रै थाहा छ। म चाहिँ धेरैभन्दा धेरै घुमेँ लडेँ पनि होइन। अनि गाइस चाहिँ हाम्रो डान्स पनि सकिसकेको थियो। अनि गाइस अहिले चाहिँ मैले लुगा पनि फेरेर आइसकिसकेको थियो। अनि यहाँ चाहिँ दिदीहरू हुनुहुन्थ्यो। हामीले चाहिँ ढुकढुक भएर हामी चाहिँ कुन पोजिसन हुन्छौँ भनेर होइन। अनि यहाँ चाहिँ गोर्खालीको भाइ एउटा गाना गाउनुहुन्थ्यो त्यो रजत राई दादाले होइन। अनि यहाँ चाहिँ हामी चाहिँ डरले ढुकढुक भएर त्यहाँ रिजल्ट सुनाउनु आँट्नुभयो, तर हामी कुनै पनि भएन। वीरपाडै फर्स्ट भयो, तुलसी सेकेन्ड भयो, वीरपाडै थर्ड भयो। हामी चाहिँ केही भएन, तर हामी नाच्नु छोड्दैनौँ। अनि यो चाहिँ पछाडिको नजाराहरू हो। अनि अब चाहिँ म बाबालाई फोन गरेर बोलाउँदैछु होइन। अनि गाइस अहिले चाहिँ म जाँदैछु होइन। बाटोमा चाहिँ एक्लै छु, तर म जानु चाहिँ डराउँदिनँ। म चाहिँ हस्पिटल गेट आइपुग्दा चाहिँ बाबा आइपुग्नु भएको थियो होइन। अनि हेरिराख्नुहोस् होला मेरो मिनी ब्लग है। अनि गाइस अहिले चाहिँ म हस्पिटल छेउमा दुर्गा पूजामा पुगिसकेको छु। यहाँको पेन्डाल चाहिँ हरेक साल यति राम्रो हुन्छ कि तपाईँलाई बयान गर्न सक्दिनँ म। अनि यहाँ चाहिँ गाडीहरू पनि चलिरहेको थियो। म चाहिँ बाबालाई पर्खिँदा हस्पिटल गेट पुगिसकेको थिएँ नि त होइन। अनि तपाईँले यहाँको नजारा देख्न सक्नुहुन्छ। आज मेरो मिनिङ त्यति समय सबैलाई बाई बाई है।